फ्रोजन सोल्जर अर्थात् पाताको दुखाइ। नमस्कार, म कमलबहादुर राजलवर। यो अवस्थामा हामी नम्बर 1 हातलाई पछाडि ल्याउने छ। यहाँ पाता काप देखिन्छ, अलिकति लगाउन सकिन्छ। सबभन्दा राम्रो माथिबाट तल यसरी यसो गर्दै आउने 25 मिनट गर्ने र जहाँ दुखेको छ त्यो भागमा अलिक बढी यहाँ एकदम नसा खिरिङ खिरिङ आवाज आउँछ यो भागमा अलिक चलाउने। यो पछिको हात सिधा या कापमा, यसपछिको पोइन्ट ठ्याक्क यहाँ पुस गरिदिने 18-20 पटक। हातभन्दा बिरामीको औलाले 4 बल माथि यहाँ र यो भन्दा 4 बल यहाँ, दुई ठाउँमा, यहाँ पनि यहाँ पनि। यो भन्दा 1 बल तल यहाँ पनि, यहाँ 4 बल मुनि पनि यहाँ पनि। त्यसपछि सबभन्दा पावरफुल पोइन्ट यहाँ हुन्छ, दुई औँला कापमा। औँलालाई बाङ्गो पारेर 18-20 पटक खिच्ने, छिर्ने छोड्ने, खिच्ने छोड्ने। यो पोइन्ट भइसकेपछि अब यसलाई हातलाई तान्दिने, मजाले तान्ने, श्वास लिने र श्वास छोड्दै यसलाई खुम्च्याउने। दुख्छ खुम्च्याउने, यसरी 8 पटक तान्ने काम। माथि तान्ने यहाँ माथिसम्म तान्ने हो। अब सिधा तान्ने। दुख्छ है, 3, 2, 1 अब दुखाइ चाहिँ अहिले भन्दा त धेरै नै एकदम हल्का पाएँ। हस्, धन्यवाद।